Hello, good morning साथीहरु. Welcome to my new video and new vlog. आज चाहिँ म हजुरहरुलाई के कुरा देखाउन गइरहेको छु है त. यो चाहिँ मेरो माइती घर हो अनि यता चाहिँ रोडहरु अनि यो चाहिँ घर नि यहाँ दुईटा घर थियो. अर्को घर चाहिँ यो सबै बत्ती गएछ. ए मेरो घर, मेरो माइती घर. नि कति माया लाग्दो भएछ यहाँ पुरै फुलबारी नै फुलबारी थियो. त फुलबारी नै फुलबारी थियो. यहाँ घर थियो साथीहरु एउटा कस्तो राम्रो कोठा थियो. रुमै रुम नि बचेर केही छैन. माया लाग्दो भएछ हो. सबैले छोडी आयौँ घरलाई. यहाँ तलपट्टि किचन थियो. किचनमा यता सागहरु यस्तो छ. अनि ल सानोको माली घर है हजुर. पानी खाने ससुराली घर कस्तो लाग्यो तिमीलाई सानो? कस्तो बिरमाइलो भयो है. म सोचेकै थिइनँ यस्तो छ भनेर. कस्तो यहाँ एउटा घर थियो हाम्रो घरैनिर. तल्लो साइडमा के अरे टोयलेट थियो. निलाई मान्छे बसे जस्तो कहाँ हुँदो रहेछ त साथीहरु घर पनि. नि मेरो गाउँको घर माइती मेरो रुम थियो माथि यो साइडमा. अहिले चाहिँ मम्मीहरु उता माइली दिदीको घरतिर जानुभएको छ. त्यही भएर यहाँ सबै लक छ. म चाहिँ अब पछि काठमाडौँतिरै भेट्छु त्यही भनेर उ गरेको. के अरे यहाँ म यतिकै भेटघाटको लागि मात्रै आएको. अनि यहाँ घरको चाहिँ एकदमै मलाई याद आइरहेको थियो अनि आएको. मेरो घर मेरो माइती घर कति यो घर बनाउँदाखेरि मेरो ठ्याक्कै एक्जाम नै चलिरहेको थियो 10 क्लासको एसईको. अनि त्यतिखेर चाहिँ यहाँ एक्जाम दिएर मैले चिसापानी जानुपर्ने थियो. अनि कति त्यो भ्याइ नभ्याइ उता नि पढ्नुपर्ने. अनि सबैजना त्यतिखेर थियौँ. अनि उता के अरे मलाई चाहिँ अब धेरै हल्ला भएको ठाउँमा चाहिँ पढ्नै मन लाग्दैन थियो. अनि उता यो साइड चाहिँ जङ्गल छ उता साइड. अनि त्यहाँ गएर चाहिँ मैले पढ्थेँ. अनि आएर फेरि एक टाइम पढेर अनि त्यतिखेर कान्छा दाइको बाबु नि सानै थियो. अनि उसलाई हेर्दै अनि ऊ चाहिँ बिरामी भइराख्ने. अनि हाम्रो बाबु जस्तै बिरामी भइरहेको थियो. अनि श्रेयन जस्तै. अनि उसलाई नि हेर्नुपर्ने. अनि घरमा फेरि भाउजूहरूसँग के अरे त्यो हिलो पनि मुच्नुपर्ने, ढुङ्गा पनि लानुपर्ने, माथि चढेर लानुपर्ने. कति दुःखले घर बनाइयो है दाइहरूसँग. अनि मम्मीहरूसँग लास्टमा छोडेर जानुपर्ने भयो. कोही बस्नु भएन. हामी त अब पढाइको घर जानुपर्ने नै भयो. जसरी भए पनि सधैँभरि माइती घरमै बसेर नि नहुने. अनि अब यहाँ सबैजना दाइ भाउजू मम्मीहरूले पनि अब उतै हामी सबैजना बस्नु थाल्यौँ. अनि यहाँ त घरको यस्तो अवस्था छ. अर्को घर नि भत्किसकेछ बिचरा. म त अस्ति न के अरे भन्नुहुँदै थियो क्या उसले दिदीले चाहिँ मम्मीले पनि भन्नुहुँदै थियो घर अर्को त मतान घर भन्थ्यौँ हामी चाहिँ. अनि मतान घर चाहिँ भत्किसकेको छ भन्नुहुँदै थियो. अनि म त यति साह्रो चाहिँ भत्केकै छैन होला जस्तो लाग्थ्यो. लास्टमा भत्केर सबै जोर पलाएर यस्तो भइरहेछ. अनि कति दुःख लाग्ने क्या साथीहरू होइन. मतान घर त म जन्मिँदाखेरि अलरेडी बनिसकेको थियो. मम्मीहरूले बनाउनु भएको अरे. अनि यो घर चाहिँ आधी पहिला चाहिँ यहाँ हाम्रो घर चाहिँ आगलागी नै भएको थियो. अनि पहिला चाहिँ अनि कति सालमा पो हो 2075 सालमा आई थिङ्क त्यस्तै लाग्छ. अनि त्यहाँदेखि चाहिँ हामीले माथिल्लो तलादेखि चाहिँ हामीले स्टार्ट गरेको. अनि पहिला चाहिँ यहाँ चाहिँ छानाको घर थियो. पछि जस्तो हालेको हामीले. अनि कति दुःखले घर बनाएको. अनि धेरै दुःख लाग्यो मलाई चाहिँ. के गर्ने. म त गाउँ चाहिँ जान्छु एकचोटि. अनि यो घर चाहिँ अब घरमा चाहिँ जान्छु भनेरै सपना बोकेर आएको. कस्तो चाहिँ घर भएछ भनेर. अझै यहाँ मम्मीहरू अस्ति दिदी आउनुभयो हामीसँगै. मम्मी चाहिँ पहिल्यै आउनु भएको थियो. अनि यहाँ झन् यतिको बनाउनु भएछ. यहाँ लिपोत गर्नुभएछ. यता गुन्डी सुन्डी बेडहरू कति दुःखले बनाएको.
मैले चाहिँ बनाउने भन्दा नि म चाहिँ हेल्प गर्छु क्या। अनि त्यसपछि सबै कुरा त कहाँ आउँछ मान्छेलाई। अनि यहाँ सोलरहरू पनि थियो, बिजुली लाइन पनि थियो। अहिले चाहिँ छैन रहेछ, सोलरहरू चाहिँ छ जस्तो लागिरहेको छ मलाई। एमसिबीहरू थियो, एमसिबी पनि छैन नि यो साइडमा। धेरै दुःख लाग्यो मलाई चाहिँ, नराम्रो लाग्यो, बिरमाइलो लाग्यो। त्यस्तै छ। चाहिँ मम्मीहरूले चाबी खोल्नु पर्ने हो कि चाबी यो चाबी चाहिँ यहाँको होइन जस्तो लाग्यो मलाई। कसले खोल्दै गरेको हो कि त्यो दसैँ नि मनाउनु भएको। मम्मी चाहिँ कति 2 महिना जति भइसक्यो यता आउनुभएको त। अनि यो चाहिँ खुलेन। अब यहाँभित्र चाहिँ चिर्नु मैले पाइनँ, केही छैन। मैले घर चाहिँ हेरेँ, यता नि बेड छ, कस्तो धेर लाइट आयो। यता नि बेड छ, तिम्रै यता दाउरा रहेछ, यता दाउरा छ। हामी बस्दा पहिला हामी अब मोबाइल हुँदैन थियो, मोबाइल भए पनि सानो किबोर्डवाला हुन्थ्यो क्या साथीहरू। अनि किबोर्डवाला हुन्थ्यो। अनि त्यसपछि यसरी घरको फोटो भिडियोहरू कति राम्रो। यहाँ त त्यो अन्य गाउँको मान्छेहरू पनि आएर फोटोहरू खिचेर लानुहुन्थ्यो क्या। अनि मलाई त यो त यादै भएन क्या, त्यो खिच्नुपर्छ यसरी अब भन्ने यादै भएन। यसरी छोडिन्छ भनेर कसलाई पछिको थाहा नहुने रहेछ क्या। पछिको कुरा भनेको थाहा नहुने क्या साथीहरू, होइन। कस्तो लाइट आइरहेको। अनि पछि के हुने हो फ्युचरमा भन्ने कुरा चाहिँ यसरी थाहा नहुने रहेछ। पछिको बाटो हामीले हेरेको भए, त्यतिखेर फोटोसोटो लिएको भिडियो भएको भए। मसँग फोटो त छ, तर यो मदान घरको चाहिँ पुरै छैन, यो घरको चाहिँ छ। अनि के अरे यो डेकोरेसन चाहिँ मैले गर्दा नै भएको जस्तो लाग्छ। किनभने म चाहिँ अब म कान्छी छोरी भएको कारणले गर्दाखेरि पनि म त्यतिखेर बिहे गरेको थिइनँ। अनि दाइ भाउजू चाहिँ उता काठमाडौँतिरै बस्नुहुन्थ्यो। अनि त्यतिखेर यो कलरिङ गर्नेदेखि लिएर यो घरको डेकोरेसनको लागि चाहिँ मैले गरौँ न त भन्ने हिसाबले चाहिँ गर्नु पऱ्यो। उहाँहरूले नि नाइ भन्नु भएन। अनि हामीले नि गऱ्यौँ। यता यो सामानहरू लिनुपर्ने थियो भन्ज्याङ खर्कातिर, बन्जारकाबाट ल्याउनु पर्ने सामान सबै त्यहाँबाट लिएर। अनि यो कलर चाहिँ उता बेलटारबाट ल्याउन लगाएँ मैले दाइहरूलाई। अनि दाइलाई, कान्छा दाइलाई। अनि उहाँले आएर ल्याइदिनु भएको। अनि म त सोच्थेँ कि म यही घरमा बस्छु। म जहिले सोच्थेँ क्या, यति राम्रो मेरो माइती घर। म त पहिला मेरै घर सोच्थेँ नि, अब बिहे गऱ्यो अहिले पो माइती घर भन्ने हुन्छ त। अब म त यही घरमा बस्छु। जसले सबैजना पहिल्यैदेखि काठमाडौँ जाने दाइहरूले नि बोलाइराख्नुहुन्थ्यो नि त उता। अनि म त यही घरमा बस्छु, म कहीँ पनि जान्न। मलाई जसले छोडे पनि सबैजना तपाईँहरू जानु पऱ्यो, म चाहिँ के अरे एक्लै बस्छु भनेर सोच्थेँ। लास्टमा नहुने रहेछ, त्यो सोचे जस्तै नहुने रहेछ साथीहरू। अनि त्यसपछि नभएपछि यस्तो हुन्छ। अब केही छैन धेरै। अब मलाई चाहिँ बिरमाइलो लागिरहेछ। के गर्ने, यस्तै छ। राम्रो यहाँ फुल हुन्थ्यो त्यो साइडमा, बारदाली हो, फुल थियो क्या, ढकमक्क फुल। यो साइड पुरै फुल थियो, यो साइड पनि पुरै फुल थियो। हजुर यो परे धुनुपर्छ, वास गर्ने हस्। अनि यता चाहिँ हामीले के अरे उता काठमाडौँ जानुभन्दा अगाडि नै यता चाहिँ बरन्डा झिक्ने भनेर प्लानिङ थियो, तर पनि अनसक्सेस भयो। मलाई चाहिँ रुगा पनि लागिरहेछ। सागहरू कति राम्रो मम्मीहरूले रोप्नु भएको। मम्मीहरू चाहिँ यता दिदीको घर जानु भएको छ, माइली दिदीको घर, दिदीसँग, मनु दिदीसँग। अनि हामी चाहिँ अब यता आएको सबै बछेटोले त्यो पानी परेर लगिसकेछ। यता चाहिँ यति चाहिँ यो अस्तिना दिदीले आएर लिप्नु भएको जस्तो लाग्यो मलाई। यो घर आएर लिप्नु भएको जस्तो लाग्यो भित्र पनि। ल ल ल उठ्नु बेबी, उठ्नु उठ्नु उठ्नु, ल ल। यो सानो के अरे ऊ थियो क्या साथीहरू, यो सानो ऊ थियो त्यो के अरे कोलाको पात, बनानाको पात, त्यो रुख भनौँ न, रुख सानो त्यो मम्मीले रोप्नु भएको। अहिले यत्रो झागेर यहाँ कोला भइसकेछ, फलेछ यता कोलाहरू। नआउनै सानो लड्छ। फुलै फुल छ यता साथीहरू, फुलै फुल छ, कति फुलै फुल थियो नि। रोडको छेउमा थियो घर,
के गर्ने यस्तै छ यो चाहिँ स्याउको बोट हो सानो रोप्नु भएको मम्मीले यत्रो भएछ कोला फलेर यता कोला फलेर यस्तो भइरहेछ यहाँ चाहिँ फल्न लाग्यो फलिसकेछ अब पाक्न लागेको छ त पकाउनु पर्छ अनि मकैहरूको यहाँ मकै चाहिँ भाजिसक्नु भएको रहेछ टुप्पाहरू निकाल्नु पर्ने रहेछ यहाँ चाहिँ बाजा जोतिसक्नु भएको रहेछ सबै यो मान्छे नबसेपछि केही नहुने रहेछ साथीहरू होइन यो यस्तो झारहरू उम्रिएर पहिला नउम्रिन्थ्यो यस्तो अर्को त्यो उदासे झार चाहिँ लास्टै उम्रिने अहिले यति त उम्रिसकेछ यो घर पनि फापरको सागहरू रहेछ फापरको साग चाहिँ धेरै उम्रिने हाम्रो बारीमा घर यता पनि घर छ यता साइड हाम्रो छिमेकी यता रोड छ यहाँ चाहिँ रोडहरू यस्तो छ सबै झोरै झोर भइरहेछ यता चाहिँ जङ्गल छ यहाँ बारी थियो सबै झोरै झोर कुरोले भरिएको छ साथीहरू यहाँ चाहिँ पहिला एकचोटि माइला दाइले टमाटर लाउनु भएको थियो कस्तो दामी भइरहेको थियो अचार बनाउनु भएर अब यी जङ्गलहरू यस्तो भइरहेछ हाम्रो जङ्गल यस्तो भइरहेछ जङ्गल तल यो तल यहाँदेखि चाहिँ अलिकति तल चाहिँ हाम्रो उँधौलीको चण्डिका बजार लाग्ने घर छ त्यहाँ चाहिँ मलाई प्राउड पनि लागिरहेको छ किनभने आफ्नो गाउँमा 4-5 वर्षपछि चाहिँ आउन पाएँ त्यसैमा खुसी छु अनि अर्को घर पनि यस्तो भएछ त्यसमा चाहिँ एकदमै दुखी छु अनि मेरो घर मेरो माइती घर ल यहाँ चाहिँ इस्कुसको बोट यति धेरै झप्प भइरहेछ इस्कुसको बोट पानी कहाँ जानुको यहाँ उयो के अरे पोलहरू यस्तो अहिले फलामको गाडी छ नि है यो पहिला दाउराको थियो साथीहरू हामी चाहिँ यहाँ घर पनि आएर फर्किसक्यौँ अब चाहिँ हामी केही समयपछि केही घन्टापछि चाहिँ फर्किनु पर्ने हुन्छ दिक्लुमतिर घरतिर यता छ बोपु यो कुहिरो लागेको ठाउँ छ जाँदैछौँ